% मात्रै अकोमोडेसन आफैले तिर्दैछु साइकलको आफैले तिर्दैछु भनेपछि त्यो छुट्टै भयो। फेरि कसैले यो ग्लोबल वर्ल्डमा पनि तैँले काम गर तँलाई यो स्यालेरी यति स्यालेरी दिन्छु भनेर पनि राख्न सक्छ। यो चाहिँ अब यहाँको अब एजेन्सीकोमा भर पर्छ। मान्छे लिएर आउनु अनि त्यहाँबाट धेरै कमिसन काट्दिने। जस्तै अब म आएकै एजेन्सीले त मलाई तपाईँहरू बाहिर यति स्यालेरी दिन्छु भनेर पनि राख्न सक्छ। यो चाहिँ अब यहाँको अब एजेन्सीकोमा भर पर्छ। तर मुख्य बेसमा जति पनि साथीहरू आउँदै हुन्छ रोमानियामा नेपालबाट धेरैजना साथीहरूले मलाई के कुरा गर्दै हुन्छ भने कमिसन बेस चाहिँ हो चाहिँ के, कसरी हाम्रो स्यालेरी आउँछ अनि स्यालेरी बेसमा चाहिँ हामीले कति पाउँछ, स्यालेरी कसरी काम गर्ने भनेर सोधिराख्नु भएको छ। यो कन्फ्युजन धेरै रहेछ साथीहरूलाई। मैले पहिला पनि भिडियो बनाएको थिएँ, आज पनि यस विषयमै म कुरा गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु। नेपालबाट एमबिसी फेस गरेर आउनुहुन्छ, भिजा पाउनुहुन्छ तपाईँहरूलाई। अब जब एमबिसी मेन पावरले अब पठाउँदैछ तपाईँलाई कमिसन बेसमा पठाउँदैछ भने तपाईँलाई के भनेछ भन्ने कुरा चाहिँ पहिला ध्यान दिनु होला। तपाईँलाई त्यहाँ कमिसन बेस भने हो या स्यालेरी बेस भने हो त्यो कुरा चाहिँ ध्यान दिनु होला। कोही यो ग्लोबल ओल्डमा नचलाउनेहरू चाहिँ अरू यो कुनै रेस्टुरेन्टमा मात्रै भिजा बोक्नेहरू चाहिँ धेरै जसो चाहिँ स्यालेरी नै हुन्छ। जस्तै जेरी पिज्जा त्यस्तै टाइपको चाहिँ यो स्यालेरीमै हुन्छ होइन। जस्तो ग्लोबल बोल्डमा आउँदै हुन्छ नि उहाँ त यो मान्छेहरूलाई सबैलाई नै उसै राख्छ कि कमिसन बेसमै राख्छ। किनकि त्यो एउटा पसलको डेलिभरी मात्रै हो। यो ग्लोबल वर्ल्ड भनेको सम्पूर्ण त्यो सिटीमा जुनैबाट ठाउँबाट पनि आउन सक्छ डेलिभरी। त्यो चाहिँ इन्टरनेसनल टाइपको अलिक फ्रेन्चाइज टाइपको हो। त्यही भएर कमिसन बेसमा आउने साथीहरू चाहिँ यो ग्लोबल वर्ल्डबाटमा काम गर्नुहुन्छ भने स्यालेरीमा चाहिँ जस्तै कुनै एउटा पसलको अथवा कुनै रेस्टुरेन्टको मात्रै डेलिभरी गर्नुहुन्छ। यो कुरा चाहिँ बुझ्नु होला। फेरि कसैले यो ग्लोबल वर्ल्डमा पनि तैँले काम गर तँलाई यो स्यालेरी यति स्यालेरी दिन्छु भनेर पनि राख्न सक्छ। यो चाहिँ अब यहाँको अब एजेन्सीकोमा भर पर्छ। तर मुख्य बेस यो एप चलाउनेहरू मेबी धेरै जस्तो कमिसन बेसमै हुन्छ। तर कमिसन बेस कसरी अब कुरा हुन्छ त, कमिसन बेस हामीलाई कति काट्छ त होइन। यहाँ आइसकेपछि हामीले बुझाउनु पर्ने गभर्मेन्टलाई ट्याक्स पनि हुन्छ, ट्याक्स बुझाउनु पऱ्यो हामीले होइन। ट्याक्स बुझाइसकेपछि अब हामीले बसेको खाएको कुनै पनि फ्री हुँदैन। एक मुख्य कुरा हामीले बसेको खाएको कुनै पनि फ्री हुँदैन। हामीले अब रेन्ट त बुझाउनै पर्छ। अनि हामीले जब स्कुटर लिन्छ त्यो स्कुटरको पनि रेन्ट त बुझाउनै पर्छ होइन। अनि त्यहाँबाट कति चाहिँ कम्पनीले जम्मा 10% जति इन्कम गर्नुभयो त्यसको 10% मात्रै माग्छ। कुनै कम्पनीहरूले के गर्छ, तैँले कमा नकमा तर हप्तामा यति कमिसन 550 अथवा 450 550 यति कमिसन चाहिँ कम्पनीलाई दिनैपर्छ भन्ने रुल्स पनि राखेको हुन्छ। यो चाहिँ डिफ्रेन्ट हुन्छ कुनै कम्पनीमा त्यो यो फरक हुन्छ। किनकि उनीहरूले हामीले कमाएर दिनै पर्ने हुन्छ। जति हामीले कमायो त्यति नै बुझाउनु पऱ्यो होइन। सबै बुझाउनु पऱ्यो, सबै कुराहरू ट्याक्स काटेर अब हाम्रो अकोमोडेसनको रेन्ट काटेर अब बाइक रेन्ट अब रिचार्ज गर्दाखेरि रिचार्ज अब सबै युटिलिटी चार्जहरू सबै कटाएर पछि हामीलाई जति नै पाइन्छ नि हामीले 1 विक काम गरेर त्यही नै कमिसन बेसमा भनिन्छ। कमिसन बेसमा भनेको हाम्रो सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकमलाई हाम्रो स्यालेरी नै हो भनिन्छ पर विक। यो डेलिभरीमा चाहिँ विकली स्यालेरी पाइन्छ। विकली एउटा सेटलमेन्ट हुन्छ एउटा 1 विकको। त्यो सेटलमेन्ट सकिन्छ, अर्को सेटलमेन्ट हुन्छ त्यसरी भइरहेको छ। विकली चाहिँ हाम्रो स्यालेरी आउँछ। अनि यसमा हामीले एउटा फाइदा के छ भन्दा हामीले टिप्स पाइन्छ नि। जति नै ह्यान्ड क्यास अथवा अनलाइन पनि हालिदिन्छ। अनलाइन हालिदिएको टोटल एमाउन्टमा जोडिन्छ। त्यो पनि अब बढ्ने भयो हाम्रो रकम। अब ह्यान्ड क्यास पाएको चाहिँ आफूले खर्च गर्न पाउने भयो। आफूसँग पैसा भएन भने खाना लाउनको लागि त्यसले चाहिँ इजी बनाउँछ। जस्तै हामीले एजेन्सीको बाइक चलाइएछ, अब त्यो आफ्नो एजेन्सी हो भने चाहिँ अब आफ्नो गल्ती छैन। कुनै एजेन्सीले अब त्यो मेन्टेनेन्स गरेको यताउता पैसा इन्क्लुड गरेरै दिएको हुन्छ। अब आफ्नो एजेन्सी गइसकेर आफ्नो एजेन्सीसँगै लियो भने चाहिँ रेन्ट चाहिँ तपाईँको फाइदा के हुन्छ भन्दाखेरि आफ्नो गल्ती हुँदा नि त्यो चाहिँ कहिलेकाहीँ मेन्टेनेन्स गरिदिनु पर्दैन। स्कुटरहरू मेन्टेनेन्स गरिदिनु पर्दैन। अब एक्सिडेन्ट पऱ्यो भने अलिकति बढी हेल्प हुन्छ, आउँछन् सपोर्ट गर्छन्। त्यो चाहिँ हाम्रो बेनिफिट हुन्छ आफ्नो एजेन्सीबाट लिग्यो भने चाहिँ। अब होइन म बाहिरबाट लिन्छु, मलाई चाहिँ स्कुटर तपाईँहरूको चाहिँदैन एजेन्सीको, बाहिरबाट लिन्छु भने पनि पाइयो। तर बाहिरको त्यति हेल्प चाहिँ नगरिदिन सक्ला, यति स्क्रैच आए पनि पैसा लिन्छ। त्यो चाहिँ अलिकति बेनिफिट चाहिँ त्यो आफ्नो एजेन्सीसँग। जस्तो तपाईँले बाइक रेन्टमा लिनु छ भने आफ्नो एजेन्सीसँगै लिनुभयो भने फाइदा चाहिँ त्यस्तो हुन्छ। अनि रोमानियामा चाहिँ अहिले चाहिँ के भइरहेछ भन्दाखेरि अहिले मान्छे लिएर आउने
अनि त्यहाँबाट धेरै कमिसन काटिदिने। जस्तै अब म आएकै एजेन्सीले त मलाई तपाईँहरू बारम्बार भनिरहेको छु 1500देखि 1600 1800 1900 2000सम्म काटिदिने। म वाक्क परिपरि अहिले छोडेर म अर्को एजेन्सीमा आएको छु। अहिले यहाँ चाहिँ अब आफूले जति कमाएँ त्यसको 10% भन्दा दिनु पर्दैन। मैले के को तिर्छु, एउटा साइकल चलाउँछु, साइकलको तिर्छु। म आफैले लिएको छु साइकल, आफैको 250 तिर्छु। अकोमोडेसन बसेछु त्यसको तिर्छु। अब ट्याक्स चाहिँ कम्पनीले तिर्दिन्छ। कम्पनीमा ट्याक्स र अन्य 10%, मैले जति कमाउँछु त्यसको 10% मात्रै। अकोमोडेसन आफैले तिर्दैछु, साइकलको आफैले तिर्दैछु भनेपछि त्यो छुट्टै भयो। मैले कम्पनीलाई जम्मा कति तिर्नुपर्छ, ट्याक्सको 400, और अब जति कमाए, जस्तै 2000 कमायो भने 200 रुपियाँ, 600 रुपियाँ मात्रै दिन्छु मैले कम्पनीलाई। त्यस्तो छ मेरो चाहिँ अहिले। पहिले चाहिँ म सुरुमा भएको चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि मैले अब हप्तामा 3000 बनाएँ, उनीहरूले लगभग 1500 त नर्मल्ली काट्थ्यो। त्यहाँभन्दा माथि अब कहिले अब ग्यास धेरै बलेछ अथवा तेरो यो रुममा चेक गर्न आउँथ्यो, यति फोहोर दियो भने फोहोरको काटिदिने। यो तैँले यहाँ चुरोट किन खाइस्, मेरो साथीहरू चुरोट खान्थे, चुरोट खाएको भनेर पेनाल्टी हाल्ने। जतिखेर नि जे मन लाग्छ त्यही गरिदिने, पैसा काट्न पाए भयो त्यस्तो बिहेभियर देखाउँथे। त्यही भएर त्यो एजेन्सी चाहिँ छोडेर अहिले म अर्को एजेन्सीसँग जोइन भएको छु। यो कोही कहिले अलिकति हदै गर्छन्, त्यो चाहिँ अब एजेन्सी अनुसार चाहिँ फरक। तर तपाईँहरूलाई आउँदाखेरि चाहिँ यो भिडियो चाहिँ धेरै हेल्प हुन्छ। तपाईँहरू पहिले एकदम कन्फर्म गर्नु है। तपाईँको यो एजेन्सीहरूले धेरै झाड्छ क्या। नेपालमा हुने बेलामा तपाईँ त अब युरोप गइहाल्नु भयो नि भन्छ। त सोचे जस्तो युरोप हुँदैन। यहाँ चाहिँ तपाईँहरूले खाडी जानु र युरोप आउनु भनेको एउटै जस्तो लाग्छ। तपाईँलाई केही म किन आएको छु भन्ने फिल हुन्छ। राम्रोसँग बुझ्नु भन्नु भने तपाईँ आफै पशु त मान्नुहुन्छ। त्यही भएर आउनु अब एजेन्सीलाई यस्तो तरिकाले भन्नु चाहिँ तपाईँलाई कुनै अप्ठ्यारो पऱ्यो भने तपाईँलाई ब्याक टु होम अथवा केही अरू कुनै ठाउँमा एडजस्ट गरिदिन सक्नु पऱ्यो, त्यस्तो चाहिँ गर्नु। अनि एउटा कुरो चाहिँ रिस्क एकदम धेरै छ। यो तपाईँ अलिअलि चलाउनु जानुहुन्छ, भर्खर लाइसेन्स निकाल्नु अलिक गाह्रो छ है। तपाईँहरूलाई भन्नै पर्दाखेरि अलिकति पर्फेक्ट नभइकन रोडमा एकदम ठुलो छ। अब यहाँ चाहिँ अब आफ्नै रुल्सहरूले चल्छ। त्यही भएर भावनात्मक रूपमा चल्दैन। हामी जस्तै अब भावनात्मक रूपमा हामीले गाडी चलाइन्छ बाटोमा भने त नेपालीहरूले खासै मतलब गर्दैन नि त कति कुराहरू। यहाँ त त्यस्तो हुँदैन। त्यही भएर जो बिगिनर एकदमै भर्खर चलाउने सुरु गर्नु भने एकदम गाह्रो हुन्छ। एजेन्सीसँग पहिल्यै कुरा गर्नुहोस्, म सकिनँ भने अर्को ठाउँमा राख्दै भनेर, नत्र भने तपाईँहरूलाई गाह्रो हुनसक्छ। हस्त नमस्ते। आजको भिडियो कस्तो लाग्यो? जो आउँदै हुन्छ रोमानिया बाइक डेलिभरीमा उहाँलाई सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, कमेन्ट गरिदिनु कहिले आउनुहुन्छ। हस्त, धन्यवाद।